सरकारले नेपाल राष्ट्र ब्याङ्कको गभर्नरमा डाक्टर विश्व पौडेललाई नियुक्त गरेको छ। उनको नियुक्तिसँगै राष्ट्र ब्याङ्कले 1.5 महिनापछि नयाँ नेतृत्व पाएको छ। यस अघिका गभर्नर महाप्रसाद अधिकारीको 5 वर्ष कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको थियो। अर्थशास्त्री विश्व पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन्। पौडेलले चीनबाट इन्जिनियरिङमा स्नातक गरेका छन्। चीनमा इन्जिनियरिङ अध्ययन गर्ने क्रममा उनी अर्थशास्त्र अध्ययनतर्फ आकर्षित भएका थिए। इन्जिनियरिङ पढ्दा जागेको अर्थशास्त्र अध्ययनको जगमा पौडेल राष्ट्र ब्याङ्कको 18औं गभर्नर बन्न सफल भएका हुन्। पौडेलले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट कृषि तथा स्रोत अर्थतन्त्रमा विद्यावारिधि गरेका छन्। प्राकृतिक स्रोत, श्रम अर्थशास्त्र तथा आर्थिक इतिहासमा पौडेलको दखल छ। उनी काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका प्राध्यापक समेत हुन्। यसअघि उनी सोही विश्वविद्यालयमा करिब 4 वर्ष भिजिटिङ प्रोफेसर र करिब 5.5 वर्ष सहायक प्रोफेसरको रूपमा काम गरिसकेका छन्। त्यसअघि उनी राष्ट्रिय योजना आयोगकै सदस्य तथा वरिष्ठ अर्थशास्त्रीको भूमिकामा थिए। विश्व ब्याङ्कमा अल्पकालीन परामर्शदाता र अन्तर्राष्ट्रिय श्रम सङ्गठन ILOमा आर्थिक सल्लाहकारको भूमिकामा पनि उनले काम गरिसकेका छन्। उनले यसअघि सानिमा ब्याङ्क र सानिमा मिडिल तमोर हाइड्रो पावरको सञ्चालक तथा युलेन्स स्कुलको बोर्ड ट्रस्टीको सदस्यको रूपमा पनि काम गरेका छन्। त्यस्तै उनले इसिमोडको बोर्ड अफ गभर्नर्स, कोलम्बो प्लान काउन्सिल, एसिया प्यासिफिक क्षेत्रीय आर्थिक समन्वय तथा एकीकरणका अध्यक्ष र नेपाल उद्योग परिसङ्घका प्रमुख आर्थिक सल्लाहकारका रूपमा समेत काम गरिसकेका छन्। पौडेल नेपालको विकास प्रक्रियाको विस्तृत बुझाइ भएको व्यक्ति हुन्। समग्र अर्थतन्त्रको इतिहासको ज्ञाताका रूपमा आफ्नो परिचय बनाएका पौडेल अब्बल युवा अर्थशास्त्रीमा गनिन्छन्। राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर 2079 सालमा पौडेलले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वार बनेका थिए। चितवन क्षेत्र नम्बर 3 मा नेपाली कङ्ग्रेसका तर्फबाट उम्मेद्वार बनेका उनी चुनावमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका थिए। पराजित भएपछि पुनः अध्यापन पेसामा फर्किएका पौडेल नेपाली कङ्ग्रेसको कोटाबाट राष्ट्र ब्याङ्कको 18औं गभर्नर नियुक्त भएका हुन्। पौडेल अर्थशास्त्र र इतिहासका अध्येता हुन्। वित्त नीतिमा विशेष दखल भएका उनी शेयर बजार प्रति सकारात्मक व्यक्ति मानिन्छन्। मौद्रिक क्षेत्रमा भने उनको तुलनात्मक रूपमा न्यून अनुभव छ।